नमस्कार। हामी सबैजना जीवनमा सफलताको खोजीमा हुन्छौँ। तर के हाम्रो परम्पराले सफलतालाई हेर्ने दृष्टिकोण अलि फरक छ कि? आज हामी यही प्रश्नको उत्तर खोज्दैछौँ, पौष महिनाको कृष्ण पक्षमा पर्ने सफला एकादशीको गहिराईमा पुगेर। एकदमै सान्दर्भिक प्रश्न। सफला भन्ने शब्दले नै हामीलाई तान्छ होइन र? आज हामीसँग भएका स्रोतहरूले यस एकादशीको विधि मात्रै होइन, अब यसको पछाडिको जुन सांस्कृतिक र आध्यात्मिक दर्शन छ त्यसलाई पनि केलाएका छन्। सुरु गरौँ यसको परिवेशबाट, जुन आफैमा निकै सुन्दर छ। हो, मलाई सबैभन्दा रोचक कुरा के लाग्यो भने यो एकादशी धान भित्राइसकेपछि आउँछ। धानले पुर्नेपछि जब किसानको मेहनत बकारीमा सुरक्षित हुन्छ, एकातिर अन्नको भण्डार भरिएको खुसी, अर्कोतिर फेरि त्यही अन्न ग्रहण नगरी व्रत बस्नु। ठ्याक्कै। यो त कृतज्ञता र आत्मसंयमको गजबको सन्तुलन भयो नि। तपाईले एकदम सही ठाउँमा समात्नुभयो। यो समय भनेको नेपालमा जाडोले नेटो काट्ने बेला हो। बिहान शीतले बारीका आलुका बोटहरू सेताम्य हुन्छन्। यस्तो चिसो र अँध्यारो समयमा अन्न पूजा गरिसकेर पनि उपवास बस्नुले भौतिक समृद्धिभन्दा माथि आध्यात्मिक चेतनालाई महत्त्व दिएको सङ्केत गर्छ। यो एक किसिमको धन्यवाद ज्ञापन हो प्रकृति र परमात्मा प्रति। यो माहौल र कृषि संस्कृतिसँगको सम्बन्ध त निकै गहिरो रहेछ। अब यदि कसैले यो व्रत बस्न चाह्यो भने यसको विधि कतिको सरल वा जटिल छ? स्रोतहरूमा त पूजाका सामग्रीहरूको लामै सूची देखिन्छ। विधि हेर्दा विस्तृत लाग्न सक्छ, तर यसको हरेक प्रक्रियाको अर्थ छ। यो केवल कर्मकाण्ड मात्र होइन। जस्तै बिहानै स्नान गरेर शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाउनु भन्नेको छ। श्रीखण्ड चन्दनले शीतलता र पवित्रताको अनुभूति दिन्छ, जसले दिनभरिको व्रतमा मनलाई शान्त राख्न मद्दत गर्छ। अनि भगवान विष्णुलाई कमल वा वैजयन्ती फूल चढाउने कुरा पनि छ। यी फूलहरूको केही विशेष अर्थ छ कि? अवश्य छ। कमलको फूल हिलोमा फुलेर पनि हिलोबाट अछुतो रहन्छ होइन? त्यो भनेको संसारमा रहेर पनि सांसारिक मोहबाट माथि उठ्नुपर्छ भन्ने सन्देशको प्रतीक हो। अनि वैजयन्ती माला त भगवान विष्णुलाई अत्यन्त प्रिय छ। यसलाई विजयको प्रतीक मानिन्छ, अर्थात् आफ्नो इन्द्रियहरूमाथि विजय प्राप्त गर्ने संकल्प। धेरैजसो एकादशीमा दानको महिमा हुन्छ, तर यहाँ विशेष गरी दियो दान गर्ने कुरा आएको छ। जाडोको सबैभन्दा चिसो समय, दिनहरू छोटा हुने बेला प्रकाश दान गर्नुको केही विशेष प्रतीकात्मक अर्थ छ कि? यो एकदमै महत्त्वपूर्ण पक्ष हो। पौष महिनालाई अन्धकार र चिसोको प्रतीक मानिन्छ। यस्तो बेला ज्ञान र आशाको प्रतीकको रूपमा दियो दान गर्दा आफूभित्रको आध्यात्मिक ज्योति जगाउने भित्री ज्योति हो र अज्ञानताको अन्धकार हटाउने भन्ने गहिरो अर्थ लुकेको हुन्छ। यो केवल बाहिरी उज्यालो होइन, भित्रीय चेतनाको उज्यालो फैलाउने कार्य हो। अब यसको नामै फर्कियौं, सफला। के यसको अर्थ केवल जागिरमा पदोन्नति वा व्यापारमा नाफा जस्तो भौतिक सफलता मात्र हो, वा यसभित्र कुनै गहिरो आध्यात्मिक सङ्केत पनि लुकेको छ? धर्मशास्त्रले यसलाई दुवै पक्षबाट हेरेको छ। जसले कर्मको उचित फल चाहेको छ उसलाई सफलता मिल्ने विश्वास त छँदैछ, तर यसको गहिरो अर्थ हो आफ्नो साधना र सङ्कल्पमा सफल हुनु। पद्म पुराणको प्रसङ्गले यसलाई अझै स्पष्ट पार्छ। पद्म पुराणको प्रसङ्गले यसको महत्त्वलाई अझै स्थापित गर्छ। त्यो पुराणमा त कथाहरूको माध्यमबाट धार्मिक सत्यलाई सरल तरिकाले बुझाइएको छ, होइन र? हो, र सफला एकादशीको कथा पनि त्यस्तै छ। त्यसमा एकजना पथभ्रष्ट राजकुमारले अनजानमा यो व्रत बसेर आफ्नो सबै पापबाट मुक्ति पाएको कथा छ। यसले के देखाउँछ भने यो व्रत केवल पुण्य कमाउनका लागि मात्र होइन, पश्चातापको लागि हो। पश्चाताप, सुधार र आत्मशुद्धिको लागि पनि एक शक्तिशाली अवसर हो। त्यो नै वास्तविक सफलता हो। अर्थात् सयौं ठूला यज्ञहरूभन्दा पनि यस व्रतको अनुकम्पा बढी हुन्छ भन्नुको पछाडिको कारण यही आत्मरूपान्तरणको सम्भावना रहेछ। बिल्कुल। ठूला यज्ञहरूले सामाजिक र कस्मिक सन्तुलन कायम गर्लान्, तर सफला एकादशीको व्रतले व्यक्तिलाई भित्रैदेखि रूपान्तरण गर्ने अवसर दिन्छ। अनि व्रतको समापनमा, मतलब द्वादशीको दिन, ब्राह्मण वा गुरुलाई भोजन गराएर दक्षिणा दिएपछि मात्र भोजन गर्नुले आफ्नो साधनाको फल समाजसँग बाँड्ने र ज्ञानको सम्मान गर्ने परम्परालाई दर्शाउँछ। समग्रमा भन्नुपर्दा
सफला एकादशी केवल एक दिनको उपवास मात्र नभएर कृतज्ञता, आत्मसंयम र साँचो सफलताको अर्थ खोज्ने एक आध्यात्मिक यात्रा रहेछ। हो, यो बाहिरी संसारमा सफलता खोज्नु अघि आफैभित्र सफल हुने एक अभ्यास हो। आजको यो गहिरो विमर्शले हामीलाई सफलता शब्दलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गरेको छ। अब श्रोताका लागि एउटा प्रश्न छोडेर जाउँ न त। के हाम्रो जीवनको दौडधुपमा हामीले सफलताको परिभाषालाई कतै साँघुरो त बनाइरहेका छैनौँ? यसमा सोच्दै गर्नुहोला। अर्को अङ्कमा भेटौँला। नमस्कार।